हेलो माइल्दे लु आउनु दाजुभाइ एक हात भिडौँ। खेल्न त हुन्थ्यो लाउरे, अब दुईजना मात्र के भिड्नु? हे तिर्के दाइ, तपाईँको पढे लेखेको बेरोजगार काम नलिने छोरा घरमा छ होइन? फोन गरेर बोलाउनु न। चित्त हुने गरेर नभन्ने यार। ल ल म फोन गर्छु। हेलो ए मूर्ख कता त? म एकदम इम्पोर्टेन्ट कामबाट सुतिरहेको छु। बोल्नु बोल, यहाँ चौतारीमा आइज। आउँदैन म यार, म जतिको युवा पढे लेखेको मान्छे गाउँ विकास कसरी गर्ने भनेर सोचेर बसिरहेको छु कि म। तेरे म किन आउनु? यहाँ चौतारीमा तास खेल्ने मान्छे पुगेन, आइज त। एउटा फोन बाँडाउ न। गाउँ विकास गर्ने कुरा गर्थिस् त? त्यसै परे बुढा बाँडाउ न यार। जुटपति खेल्नु है? के को जुटपति खेल्नु नि बुढा? आफ्नो उमेर अनुसार कुरा गर न। जुटपतिमा जुट मिलाएर गेम हुन्छ त तिमीहरू माथि जान्छ होला। लङ गेम हो क्या त्यो, तीन पति खेल खलास खलास, तीन पतिमा सम्पत्ति खलास। ल बास ढलाएछ बाउछाडा सानो दवा जस्तो गरेर फगाइ फगाइ सबै सम्पत्ति हाल्न लगाएर औ पारितिर खेत हाल्नु पर्ने भयो। एक कट्रा लाएछ यो लाउरेलाई फकाइ फकाइ घर जग्गा अनि काठमाडौँ एक टुक्रा जग्गा छ त्यो पनि हाल्न लगाउनु पर्यो। यसो रोइहाल्यो भने घरमा काम गर्ने भए पनि राखौँला। अनि यसलाई चाहिँ के हाल्न लगाउँ? यो त मेरो छोरो यार, टप्पटुइसँग के होला र? तँ चल्ने कि नै हेर। हेर्ने हो ल हेर पर्ने यार। छिटै बुढा तासमा चारपति परेछ नि मलाई यार, तासबाट मिस्टेक भएछ नि मेरो, सरी। अब कहिले काहीँ मिस्टेक हुन्छ नि, अब के मसाले यत्रो पढायो लेखायो जाब तासमा आउँदैन तँलाई? बाँडौ। यो त भाड्नु तैँले खेल बेरोजगारी मुला। ए ल बा, मलाई यो बेरोजगारी भन्ने मन पर्दैन है। काम गरेन भन्दा बेरोजगारी भन्न चाहिँ मिल्दैन। म लास्ट डिसिसन गएको मैले भन्दा फेरि मा कसम होइन के को डिस्कस हो चौतारीमा? के हुनु नि यो मुला बेरोजगारीले झेली गरेर चार तास बाँडेछ। अब तास मिस्टेक बाँड्यो भन्दा बेरोजगार त भन्नु मिल्दैन हो कि ल सबैले? अब काम नगरेपछि बेरोजगार भनिहाल्छ नि। अङ्कलहरूको त ठिकै छ, त यस्तो पढे लेखेको मान्छे जागिर खानु केही भएन भने यसो ल्याङ्ग्वेज पढेर विदेश जानु। अब काम गर्नलाई गाउँमा जागिर पाइँदैन। अब ल्याङ्ग्वेज पढ्न काठमाडौँ जाउँ भने पनि काठमाडौँ जानु पर्यो, कोठा खोज्नु पर्यो, बस्न पर्यो, खानु पर्यो। यस्ता बाबुले भिसा नआइकन पैसा नदिने। अब पहिले जापान कोरिया जान्छु भने ल्याङ्ग्वेज पढ्न खोया त नि, कहाँ जाने काठमाडौँमा? एतेरिका काठमाडौँको बागबजारमा रहेको एलआइटी एजुकेसन कन्सल्टेन्सीले फ्री होस्टेल फ्री ल्याङ्ग्वेजको व्यवस्था गरेको छ। त्यही गएर बसेर पढे भइहाल्यो नि। ए होस्टेल बस्न पुरै फ्री हो? हो नि, के तपाईँहरू पनि